ज्यास्मिन र मैले चाहिँ एक हप्तादेखि पकौडा बनाएर खाने भनेको फाइनली आज टाइम मिलेको थियो। त्यतिकैमा पानी एकदम धेरै दर्किदियो अनि हामी चाहिँ सामान किन्न जानुपर्ने भएर ज्यास्मिनलाई आऊ भनेको ऊ चाहिँ आइसकेछ के। ऊ आउनुभन्दा अगाडि चाहिँ मैले रुमहरू सफा गरेर नुहाएर लुगा धोएर सकिसकेको थिएँ। खानु भनेपछि चाहिँ पानी आए नि हावाहुरी आए पनि हामीलाई चाहिँ छेक्दैन भन्दै हामी चाहिँ दुईजना गयौँ। हामी रुमबाट निस्किँदाखेरि चाहिँ सानो सानो पानी परेको थियो। किनमेल गर्ने ठाउँमा चाहिँ यति ठुलो पानी पर्यो कि भिडियो नि बनाउनु मन लागेन। ज्यास्मिनलाई चाहिँ क्यामेरामा आउन खासै मन पर्दैन नबनाऊ भन्दै थियो। भन्दा भन्दै हामी चाहिँ रुममा आइपुग्यौँ। त्यसपछि रुममा आएपछि पकाउने भनेको मैले होइन ज्यास्मिनले नै पकाउने हो। मैले चाहिँ हल्का तेल तताउँदै थिएँ। ज्यास्मिनले मोलमाल पारिसकी सबै रेडी भइसकेपछि ज्यास्मिनले झैया लाएर पकाइहाले। यति मिठो बास्ना आएको थियो अनि मैले पाक्ने बित्तिकै खाइहालेँ। अगाडि नै ज्यास्मिनले चाहिँ नुन चाख्न दिएको थियो। मैले नुन लागेन भनेर नुन हाल्न लागेको त यति चर्को भएछ कि मलाई चाहिँ नुन कति हाल्नुपर्छ के गर्नुपर्छ कसरी पकाउनुपर्छ केही थाहा हुँदैन। त्यही भएर जतिखेर पनि ज्यास्मिन मेरो रुममा आउँछ आफै पकाउनु पर्छ तेलले। मेरो घरमा पाहुना आयो भने पनि मैले पकाएर दिने होइन उनीहरूले पकाएर दिन्छन् कि मलाई। सबै पकाइसकेपछि चाहिँ दुधको चिया चाहिँ मैले नै पकाएको हो। अनि 2-3 जना साथीहरू पनि आउँछु भन्दै थिए। उनीहरू चाहिँ लास्टमा आए। हामी चाहिँ अगाडि नै खायौँ। अनि ज्यास्मिनलाई चाहिँ बास्नाले नै अगायो भनेर उसले चाहिँ खासै खाएन। मलाई चाहिँ यति धेरै मिठो भएको थियो गम खाए। यति मिठो भएको थियो चिया र पकौडा। हाम्रा साथीहरू चाहिँ अलिअलि भाउ खोज्छन् कि त्यही भएर फोन गर्दा 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 कसैले पनि उठाएन। हामीले गम खायौँ। लास्टमा सकिने बेला आएको थियो। मलाई चाहिँ पकौडा खान यति धेरै मन लागेको थियो। अनि ज्यास्मिनलाई चाहिँ पकाउँदा पकाउँदै उसलाई चाहिँ बास्नाले खानु मन लागेन रे। मैले चाहिँ गम खाएँ। सो थ्याङ्क यू फर वाचिङ। बाई बाई साथीहरू।